बाबा म साइन्स नपढ्ने के प्लिज, अरू सब्जेक्ट नि छ त हौ। चुप्लाक, तँलाई मैले अरू खानेकुरा नि छ त छोरा, पिज्जा नै किन खानुपर्ने भन्दा मान्छस्? नाइ मलाई पिज्जा नै चाहिन्छ, नत्र म भोकै बस्छु भन्छस् हैन? अब मेरो पालो। ये भगवान क्या जुलुम है। अनि के पिज्जा खाए भन्दैमा साइन्स पढ्नु त मैले? तपाईले के बदला लिनु भएको हो? त्यस्तो नभन्न छोरा, तैले साइन्स पढ्दैछस् भनेर मैले गाउँभरि हल्ला फैलाइसके। अब बेइज्जत हुँदैन हाम्रो? तपाईलाई चाहिँ कसले बाटो भएर सुनाउनु लागेको थियो त? साइन्स पढ्नु कति गाह्रो हुन्छ थाहा छ तपाईलाई? आफूले पढ्नु परेको भए पो थाहा हुन्थ्यो। त्यही भएर त तँलाई पढ भनेको नि। हाम्रो परिवारमा साइन्स पढ्ने कोही छैन, त पहिलो व्यक्ति हुन्छ साइन्स पढ्ने। अच्छा, त्यसो भए त हाम्रो परिवारमा गाँजा खाने पनि कोही छैन नि, म बनौँ त पहिलो गाँजा खाने व्यक्ति। गाँजा खाने भए घरमा खाने है, कलेजमा एलाउड छैन। मालूम है तेरे बाप को मत सिखा, चल। सुरुमा एडमिसन गर्नु न प्रिन्सिपल सर, रुल पछि सुनाउनु के? केमा एडमिसन गरौँ त? साइन्समा गरौँ कि म्यानेजमेन्टमा? म्यानेजमेन्ट म्यानेजमेन्ट, आई लाइक म्यानेजमेन्ट। झापड झापड, अहिले खान्छस् झापड। ल ल गर्नुस्, जेमा एडमिसन गर्नु मन छ गर्नुस्, म त फेल हुँदै बस्ने हो। फेल हुनेलाई त हामी रस्टिकेट गरिदिन्छौँ नि बाबु। गरिदिनुस् न त, आनन्दै हुन्छ। कलेजदेखि रस्टिकेट भइस भने त घरदेखि पनि रस्टिकेट हुन्छस् नि बाबु।